हेलो गाइस, ल त हेर्नुहोस् केटाहरूले के गरिरहेको छ नि यो मसिनसँग। यो मसिन हाम्रो मेडिकलमा युज हुनेवाला चिज हो जसलाई सेन्ट्रिफ्युज भनिन्छ। यो एक्चुअली युजमा थिएन, स्टोरमा पढेको थियो। अनि एउटा ग्रिन मामा भन्ने साँप, दुईटा साँप हुन्छ, दुई प्रकारको साँप हुन्छ, एउटा ग्रिन माम्बा एउटा ब्ल्याक माम्बा। यो ग्रिन माम्बा भन्ने साँप थियो जो कि यो मसिनभित्र चिरेर त्यसैको भित्र लुकेर बसिरहेको थियो। हेर्नुहोस् गाइस, यो दुलो देखिएको छ नि, यसमाबाट छिरेको थियो यो सर्प। अनि भित्र गएर घन्टोसम्म बसिराख्यो, कति वेट गऱ्यौँ कि आफै निस्किन्छ, बट निस्केन। लास्टमा साइडबाट यसको नट बोल्ट खोलेर पुरा मसिनलाई खोलखाल गरेर यसको भित्रबाट निकालेको। कस्तो भित्रबाट ननिस्किने। हेर्नुहोस् यस्तो थियो। हेर्नुहोस् गाइस, यस्तो थियो यो साँप, ग्रिन कलरको, एकदम ग्रिन कलर हरियो, जो कि यो बाहिरको गार्डनमा गयो भने त देख्दै देखिन्न।